आज विशेष कादो सिरुवा अनि यो कादो यो नयाँ वर्षको साथसाथै सिरुवा पावनीको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको छ र एकमुष्ट रूपमा आजको कार्यक्रममा शुभकामना व्यक्त गरिदिनु हुन म चन्द्रप्रसाद ताजपुरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आज 2082 साल एक महिना 1 गते स्वास्थ्य होस्, उत्तरोत्तर प्रगति होस्, सबैमा मेरो व्यक्तिगत तर्फबाट शुभकामना दिन चाहन्छु। आज यस शुभकामना आदान प्रदान तथा एकल महिलाहरूको सम्मान कार्यक्रमका सभा अध्यक्षज्यू, त्यसै गरी यसै कार्यक्रमका पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिगणहरू, उपस्थित आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा फेरि पनि मेरो एकमुष्ट नमस्कार बन्दगी गर्न चाहन्छु। विशेष गरेर हाम्रो यो नेपालको पूर्वी भेगमा तराई भूभागमा बसोबास गर्ने आदिवासी समुदाय ताजपुरियाहरूको, राजवंशीहरूको, यहाँ बसोबास गर्ने विभिन्न मिलेर हामी जुन एउटा साम्प्रदायिक समुदाय छौँ, यहाँ बहुसांस्कृतिक सम्पदा भएको कारणले सबैले हामीले यो सिरुवा पर्वलाई मनन गर्दै आज हर्ष उमङ्गका साथ यहाँ मनाउन लागिरहेका छौँ। विशेष गरेर यो सिरुवा पर्व किन मनाइन्छ त भन्दाखेरि यो एउटा नयाँ वर्षको सुरुवातसँगै हामी नेपालीहरू कृषि प्रधानमा आधारित भएकोले यो माटोसँग हाम्रो सम्बन्ध रहेकोले गर्दा, यही माटोले गर्दा हाम्रो जनजीविका पनि पाइन्छ। यही माटोले गर्दा हाम्रा सम्पूर्ण मानव जीवन पनि, हाम्रो शरीर एउटा तापक्रम, यो गर्मीको प्रचण्डमा शीतलताको लागि पानी सिरुवाको हामीले एउटा कार्यक्रम गरेका हुन्छौँ। तत्पश्चात यो हिलो किन खेलिन्छ त भन्दा हाम्रो शरीरमा विभिन्न ब्याक्टेरियाहरूको आक्रमण नहोस्, यो माटोसँग जन्मिने माटोसँग हामी खेल्ने भएकोले गर्दाखेरि यो माटो हाम्रो शरीरमा लागेपछि सुहाउँदो किसिमको हाम्रो यो जुन सङ्घर्ष गर्ने यो ब्याक्टेरियाहरूसँग पनि हाम्रो यो माटोले धेरै सुरक्षा गरेको यो एउटा सत्यता छ। यो माटो यस्तो चिज हो, तपाईँ यो माटो हाम्रो आज ठुला बडाहरूबाट सानाहरूलाई आशीर्वाद प्रदान गर्दै यो शरीरमा दल्दिने, गालामा दल्दिने र विशेष गरेर हाम्रो साइनो अनुसार, जस्तो हामी नाना नानी भन्छौँ, हजुरबा हजुरआमालाई दादा भजी भन्छौँ, दाजु भाउजूलाई अलिक हाम्रो एउटा परम्पराले पनि एउटा हँसिलो रमाइलो गर्ने एउटा यो दिन पर्व भएकोले गर्दा हामी यो कादोलाई चाहिँ विशेष रूपले लिएको छौँ। त्यसै गरी यो कादो पश्चात हाम्रो दोस्रो दिनको चरणमा चाहिँ यो वर्षभरि नै हाम्रो रङ्गीन दिनहरू रमाइलो गर्दै दिनचर्या जाओस् चलोस् भन्ने उद्देश्यका साथ 2 गतेको दिन अर्थात् भोलिपल्ट हामी रङ सिरुवाको पनि एउटा कार्यक्रम गर्ने गरेका छौँ। हाम्रो यो विशेषता हो र यसै गरेर यो सिरुवा पर्व भन्ने बित्तिकै हाम्रो यो कादो पानी, कादो, रङ सिरुवा मनाएर मात्रै नपुगेर हाम्रो अरू मेलापातहरू पनि हुन्छ। हाम्रो सिरुवा मेलाहरू अब आज जस्तै हाम्रो कमल गाउँपालिकामै पनि एउटा मेला आयोजना भएको छ। यो महाराष्ट्रहरू तपाईँहरूले देख्नु पनि भएको होला, जहाँ जहाँ हाम्रो महाराष्ट्रहरू छ त्यहाँ चाहिँ आज विशेष गरेर मेला पर्व हुन्छ। यो मेलाको पनि उद्देश्य धेरै छ।
नयाँ अब वर्षमा नयाँ विवाहका लागि युवा युवतीहरू एउटा भेटघाटको कार्यक्रमहरू गर्ने र मिठाईहरू खाने, मिठो खाएर त्यो मिठाईले गर्दाखेरि पनि ताकि त्यो वर्षभरि मिठो बोली आओस्, मिठो आवाज आओस्, मिठो नै बोलिरहौँ भन्ने एउटा उद्देश्यका साथ हामीले मिठाईहरू मेलामा किनेर खाने अथवा घरमा ल्याउने र मिठाई लिएर आफन्तजनहरूका पनि पाहुना जाने पनि गर्ने एउटा हाम्रो प्रचलन रहिआएको छ। हाम्रा शिवकुमार माक्रा सर स्थानीय रूपमा शिक्षक हुनुहुन्छ, उहाँ शास्त्री पनि हुनुहुन्छ। त्यस्तै सहदेव ताजपुरियाजी, उहाँ पनि एउटा सिद्धराम ताजपुरिया दाईको साङ्गीतिक सहयोगी भएर रहनुभयो। सुखसरी ताजपुरिया, त्यस्तै फुलकुमारी ताजपुरिया पनि यो ताजपुरिया समाजको उत्थानमा विशेष योगदान पुर्याएर आइरहनु भएको छ। उहाँहरू सबैलाई हार्दिक सम्मान। र दाजु सम्मानित व्यक्तित्वहरूलाई अगाडि आएर फोटोको लागि अगाडि त 5 गते आएको यही गर्दा 5 गते आएको यो सम्मान कार्यक्रम अगाडि बढाउनु भएको छ। मैले अघि भुल गरेँ, क्षमा माग्दछु। आमा पार्वती ताजपुरिया र बुवा बुद्धलाल, जसले आफूले एउटा होनहार व्यक्तित्व जन्माएर राष्ट्रको प्रतिभा निर्माण गर्नुभयो। यो क्षेत्रकै गौरवको रूपमा रहनुभएका सीताराम ताजपुरियाजी आज सबै सम्मानित व्यक्तित्व हुनुहुन्छ र उहाँका आमा बुवाप्रति हार्दिक सम्मान श्रद्धाञ्जली व्यक्त गर्दै उहाँकै सम्झनामा यो सम्मान कार्यक्रम अगाडि बढाइएको छ। समनी ऋषिदेव आउनुभएको छ। समनी ऋषिदेव यहाँ आइदिनु होला। ल समनी ऋषिदेव त्यस्तै गरेर बस्दिनु होला आफ्नो ठाउँमा। त्यस्तै बोलोसरी राजवंशी ल अबको सम्मान गरिदिने प्रमुख अतिथि आदरणीय छविन्द्र कार्की सरलाई अनुरोध गर्दछु। त्यस्तै भगवती ताजपुरिया, त्यस्तै इन्दिरा ठाकुर, रामवती ताजपुरिया, त्यस्तै पातो मण्डल, त्यस्तै प्रचार ताजपुरिया, बुढेसकालमा। त्यस्तै कमला ताजपुरिया आउँदै हुनुहुन्छ। पूर्णी ताजपुरिया आउँदै हुनुहुन्छ। अर्को नाम पनि बोलाउँदै गर्नु। अर्को काजली ताजपुरिया तयारी आउँदै हुनुहुन्छ, सँगसँगै आउँदा भएको। काजली ताजपुरिया, चम्पा कुमारी हजुर होइन। देवी माया विशाल आउँदै हुनुहुन्छ। सँगसँगै कुशिला ताजपुरिया पनि आइदिनु होला। कुशिला ताजपुरिया देवी माया विशाल आउँदै हुनुहुन्छ।
त्यस्तै फुलमुनि हेम्ब्रम बाबु नमस्कार हुनुहुन्छ। अनि आउने फुलमुनि हेम्ब्रम तयार छ बाबु तयार छ फुलमुरी अब रिसेल अहिले अहिले कहाँबाट त हो सेल्की ताजपुरिया हुँदैन कि क्या हो सेल्की ताजपुरिया अर्को पहाडी अनि ताजपुरिया पहाडी अनि ताजपुरिया त्यस्तै अमिना मिस्त्री एमाजी सरी अमिना माझी हुनुहुन्छ। अमिना माझी अमिना आउँदिनुहुन्छ। विमलवती ताजपुरिया विमलवती विमलवती त्यसै द्रौपदी मण्डल द्रौपदी ठुङ्गी ताजपुरिया ठुङ्गी ताजपुरिया ठुङ्गी एक ठुङ्गी ल झुम्की ताजपुरिया झुम्की ताजपुरिया गालो माक्रा टुनी राजवंशी गालो माक्रा आउँदै हुनुहुन्छ। टुनी राजवंशी अर्को गाठो राजवंशी लाप्पा खेल्नुपर्छ गाठो राजवंशी नाम बोलाउँदा सुन्दैन निन्दा ताजपुरिया त्यस्तै गङ्गा ताजपुरिया पछाडिको अगाडि गङ्गा ताजपुरिया रातो धिमाल उहाँको नाम रातो धिमाल भगवती दाजु बाँकी छ म